क्लास 10 पढेको यति दिन भइसक्यो, महिनौ दिन भइसक्यो, अहिलेसम्म सेट जति गर्दा पनि आएन। के गर्ने होला चिन्ता लागिरहेछ भने चिन्ता नगर्नु होला, म छु। हामीले यसको क्लास 10 मा चाहिँ सबैले फर्मुलाबाट पनि धेरैले पढ्नुहुन्छ। फर्मुला पढ्दाखेरि कतिजनालाई फर्मुला याद गर्न गाह्रो हुन्छ। त्यही भएर आज हामी फर्मुला बिना पनि हामी कसरी गर्न सकिन्छ भनेर सुरुमा थोरै बुझौँ यो के रहेछ त यो भन्दा हामीले सुरुमा बुझ्नु पर्ने भनेको भेन डायग्राम छ। भेन डायग्राम भेरी इम्पोर्टेन्ट छ। यहाँ एकछिन थोरै बुझौँ। हाम्रो एबिसी र तीनटा एलिमेन्ट छ। यहाँ यो सेक्सन, यो जुन सेक्सन छ यो सेक्सन चाहिँ हाम्रो ए को लागि पनि कमन भयो, बी को लागि पनि कमन भयो, सी को लागि पनि कमन भयो। त्यही भएर हामीले यस्तो सेटमा हामीले भ्यालु हाल्दाखेरि सुरुमा हामीले यो तीनटैको कमनबाट हाल्यो भने हामीलाई गर्न एकदमै सजिलो हुन्छ। त्यही भएर हामी त्यसरी चाहिँ गर्यो भने इक्जाममा गाह्रो भन्ने कुरो हुँदैन। हेरौँ है त। सुरुमा हामी यहाँ के लेखौँ भन्दाखेरि गिभन लेखौँ। जहिले पनि हामीले सल्भ गर्दाखेरि गिभन लेख्ने। यसरी दिएको सबै एलिमेन्ट मैले यहाँ लेखेँ गिभनमा। अब हामीले क्वेसनले के फाइन्ड गर्नु भनेको छ, एन ए युनियन बी युनियन सी इक्वल टु वाट। अर्को एन ए युनियन बी युनियन सी को हाम्रो कम्प्लिमेन्ट इक्वल टु वाट। अब फर्मुलाबाट गर्दा पनि भयो, होइन म फर्मुलाबाट गर्दिनँ, मलाई यो भेन डायग्रामबाट गर्न मन छ भने भेन डायग्रामबाट गऱ्यो भने एकदमै सजिलो हुन्छ इक्जामको लागि। त्यही भएर हामी हेरौँ है त। हामीले सुरुमा भ्यालु हाल्दाखेरि यो कमन तिनटैको कमनकोमा हाल्नु है, एकदम सजिलो हुन्छ। हेरौँ त। हाम्रो तिनटैको कमन भनेको हाम्रो इन्टरसेक्सन। यो भनेको युनियन भयो, यो भनेको इन्टरसेक्सन भयो, साइन भयो, सिम्बल भयो। यहाँ चाहिँ हाम्रो कमन एबिसी तिनटैको हाम्रो इन्टरसेक्सन कति छ भने 4 छ। यहाँ हामीले 4 हाल्नु है। अब यो सेक्सन भनेको हाम्रो के हो त फेरि, यो भनेको ए र बी को लागि कमन। ए र बी को लागि कमन कति छ हाम्रो, ए र बी को लागि कमन इन्टरसेक्सन कति छ 11 छ। यो टोटलको भ्यालु हाम्रो 11 छ। 4 त हाम्रो अलरेडी आइसकेको छ भनेपछि अब यहाँ कति हुन्छ त 11 माइनस 4 गर्दा हाम्रो कति हुने भयो 7 हुने भयो। हामीले यसरी यहाँ 7 लेख्छौँ। बुझिरहेको छ नि होइन। अब हेरौँ बी र सी को लागि हाम्रो कमन एरिया यो भयो। बी र सी मा हाम्रो कमन नम्बर कति छ, टोटल नम्बर बी र सी मा यहाँ छ 10 छ भनेपछि यहाँ टोटल हुनुपर्ने 10 हो। 10 हुनुपर्ने एलिमेन्ट, 4 एलिमेन्ट अलरेडी आइसकेको छ। अब कति बाँकी रहँदैन हाम्रो यहाँ 10 माइनस 4 गर्दा हाम्रो 6, 6 प्लस 4 गर्दा हाम्रो 10 आउनुपर्छ हाम्रो। अब ए र सी को लागि कमन एरिया यो छ। 4 एलिमेन्ट अलरेडी आइसकेको छ भनेको हाम्रो ए र सी को कमन कति छ भन्दाखेरि यहाँ छ 9। टोटल हुनुपर्ने 9, 4 अलरेडी आइसकेको छ भनेपछि 9 माइनस 4 गर्दा हाम्रो कति हुनुपर्छ अब 5। यसरी हामीले सुरुमा यो बिचको कमन एरिया भयो। अब हामीले सेटको रिमेनिङ एरियामा रिमेनिङ पार्टमा हामीले भर्न सक्छौँ। हेर्नु त ए को टोटल कति छ हाम्रो, ए को टोटल हाम्रो 48 छ। ए को हाम्रो टोटल नम्बर 48 छ। अब टोटल 48 हुनुपर्ने यहाँ कति छ त 7 प्लस 4 हाम्रो 11, 11 प्लस 5 हाम्रो 16 हुनुपर्ने 48। अब 48 माइनस 16 गर्दा कति हुन्छ भन्दाखेरि हाम्रो आउँछ नि भने यसरी 48 माइनस 16 गर्ने 8 माइनस 6 2 भयो, 4 माइनस 1 3 भयो, 32 हुने भयो भनेपछि हामीले यहाँ 32 हामीले यसरी 32 लेख्नुपर्ने भयो। ठिक छ। अब बी मा हाम्रो टोटल नम्बर कति छ त हाम्रो हुनुपर्ने 51 हुनुपर्ने हो। हेरौँ है त। बी को एरिया त हाम्रो यो भयो, यो 7 प्लस 4 हाम्रो 11, 11 प्लस 6 हाम्रो 17 हुनुपर्ने हाम्रो कति छ 51 भनेपछि कति चाहियो त अब हाम्रो 51 माइनस 17 गर्दाखेरि कति चाहियो त हाम्रो 4 हुने भयो। हाम्रो यहाँ 3 हुने भयो, 34 हुने भयो। यहाँ 34 लेख्छौँ। ठिक छ। अब सी मा हेरौँ त। सी को टोटल नम्बर हाम्रो कति छ भन्दाखेरि 40 हुनुपर्ने हो। अब हाम्रो यहाँ 6 प्लस 4
सीको एरिया त यति भयो, यतिमा 6 अलरेडी आइसकेपछि 6 + 4 10 हुनुभयो, 10 + 5 15 हुनुभयो, चाहिएको 40 40 - 15 गर्न कति हुन्छ हाम्रो 25 हुनुभयो। यसरी हाम्रो ए बी र सी मा हामीले सबै ठाउँमा हामीले भर्यौँ। अब एउटा कुरो क्वेसनले ए युनियन बी युनियन सी यो तिनटैको युनियन निकाल्नु छ। युनियन भने सेटबाट बुझौँ, एमा पनि यो टोटल सबैलाई जोड्यो भने हाम्रो ए युनियन बी युनियन सी आउँछ। माथि रकम फ्रम भेन डायग्राम भन्ने हाम्रो कार्डियल नम्बर अफ ए युनियन बी युनियन सी इक्वल टु डाइरेक्ट भेन डायग्रामबाट हाल्दा भयो 32 + 7 + 34 + 4 + 5 + 6 + 25 गऱ्यो भने हाम्रो ए युनियन बी युनियन सी को यो कति हुन्छ भन्दाखेरि हाम्रो 113 भयो। यसरी गरे पनि भयो, होइन मलाई फर्मुला सबै आउँछ भनियो भने फर्मुलाबाट पनि गर्न सकिन्छ। एउटै कुरो भयो, हेर्नु मात्रै फर्मुला कसरी हुन्छ, यो पढिसकेको कुरा हो। हामी फर्मुला भनेको कार्डियल नम्बर अफ ए प्लस कार्डियल नम्बर अफ बी प्लस कार्डियल नम्बर अफ सी माइनस कार्डियल नम्बर अफ ए इन्टरसेक्सन बी माइनस कार्डियल नम्बर अफ बी इन्टरसेक्सन सी माइनस कार्डियल नम्बर अफ ए इन्टरसेक्सन सी प्लस कार्डियल नम्बर अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी गऱ्यो भने हाम्रो भ्यालु आउँछ। गर्ने भने सकिन्छ। 48 + 51 + 40 -11 - 10 - 9 अनि +4 गऱ्यो भने हामीले यही भ्यालु आउने हो, 113 नै आउने हो। फर्मुला हाल्दा गरे पनि भयो, होइन म भेन डायग्राम बुझेर गर्छु भने यसरी गरे पनि भयो, आफ्नै इच्छा। कुरो बुझिन्छ। अब ए युनियन बी युनियन सी को कम्प्लिमेन्ट कसरी कति निकाल्ने भन्दाखेरि हाम्रो एन ए युनियन बी युनियन सी को हाम्रो कम्प्लिमेन्ट भनेको कार्डियल नम्बर अफ यू माइनस कार्डियल नम्बर अफ ए युनियन बी युनियन सी। फर्मुला यही हो। अब यो भ्यालु कति छ हाम्रो, यू को भ्यालु कति छ हाम्रो 120 माइनस हाम्रो युनियन बी युनियन सी कति आएर हाम्रो 113 गरेर हाम्रो 7 हुने एन्सर। किनभने यो यसरी यसलाई कसरी पनि बुझ्न सकिन्छ भने ए युनियन बी युनियन सी भनेर टोटल भ्यालु हो, यू को भ्यालु हाम्रो 120 दिएको छ, टोटल जोड्दा हाम्रो कति आयो त 113 आयो, हुनु पनि 120। अब कम्प्लिमेन्ट त हामी बाहिर लेख्छौँ, त्यही भएर हामी 7 आएछ भने लेख्न पनि सक्छौँ।